नमस्कार, म हुँ शेरबहादुर कुँवर। आज एउटा पुस्तक जसको शीर्षक छ नेपाल गणतन्त्रबाट स्वतन्त्र। यो पुस्तकको विषयमा सानो समीक्षा गर्न जाँदैछु। यो पुस्तकको लेखक हुनुहुन्छ अक्षयकान्त अधिकारी उर्फ एकान्त शर्मा। यो किताब प्रकाशन हुनुअघि नै निकै चर्चाको विषय बनेको थियो। आकारमा सानो भए तापनि यसको मूल्य 999 भएकाले केही महँगो लाग्न सक्छ। लेखकको यो पहिलो प्रकाशित कृति हुँदाहुँदै पनि वरिष्ठ पत्रकार भूषण दाहाल स्वयं काभ्रेको भूमि डाँडा, जहाँ चाहिँ एकान्त शर्माको निजी निवास छ, त्यहाँ पुगेर अन्तर्वार्ता लिनु र त्यो अन्तर्वार्ता द ब्राभो डेल्टा सो जस्तो चर्चित कार्यक्रमबाट प्रसारण हुनुले पनि यो पुस्तकको विशेषता झल्काउँदछ। पृथ्वीपथ र ऐतिहासिक आधार। लेखकले पृथ्वीपथलाई केवल नयाँ अवधारणा मात्र नभई पृथ्वीनारायण शाहको दिव्योपदेशसँग जोडिएको ऐतिहासिक मार्गका रूपमा यो किताबलाई प्रस्तुत गरेका छन्। दिव्योपदेशमा राष्ट्रवाद, आत्मनिर्भरता र विदेशी प्रभावप्रति सजग रहने विचार समेटिएका छन्। तर पुरानो भाषा शैली र दार्शनिक अभिव्यक्तिका कारण आधुनिक पाठकका लागि यसका भाषाहरू बुझ्न केही कठिन हुन सक्छ। सन्दर्भ अनुसार व्याख्या आवश्यक हुन्छ। यद्यपि इतिहासमा रुचि राख्नुहुन्छ भने र इतिहासमा रुचि राख्ने पाठकलाई त्यति समस्या पर्दैन। यसरी हेर्दा लेखकको प्रयास पुरानो ज्ञानलाई नयाँ पुस्तासँग जोड्ने महत्त्वपूर्ण सेतु जस्तो यो पुस्तकले देखाउँछ। पुस्तकमा राजतन्त्र भर्सेस गणतन्त्र, राजतन्त्र वा गणतन्त्रको विषयमा राजतन्त्र र गणतन्त्रको फरकहरूलाई केही व्याख्या गरिएको छ। पुस्तकमा राजतन्त्रको शासनकालको मूल्याङ्कन गर्दै यसको स्थायित्व, राष्ट्रिय एकता तथा कमजोरीहरूको विश्लेषण गरिएको छ। हामीले सुन्दै आएको 240 वर्षको राजाको शासन, राजतन्त्र सम्बन्धी प्रचलित धारणालाई पूर्ण समीक्षा गरिएको छ, जसलाई चार्ट बनाएर देखाइएको छ। गणतन्त्र पछिको अस्थिरता, भ्रष्टाचार र नेतृत्व सङ्कटमाथि लेखकले कडा आलोचना गर्नुभएको छ। राजतन्त्र, धर्म, संस्कृतिमाथि भएको हस्तक्षेप र गणतन्त्रको आगमनपछि मौलाएको विकृतिलाई यस पुस्तकमा लेखकले चिरफार गर्नुभएको छ। यसले पाठकलाई के गुमायौँ, के पायौँ भन्ने गम्भीर प्रश्नतर्फ डोर्याउँछ। साथै गणतन्त्रपछि धर्म, संस्कृति, राष्ट्रिय उद्योग, कल कारखाना र सरकारी सम्पत्तिमाथि राजनीतिक हस्तक्षेप भएको आरोप पनि पुस्तकमा लेखकले प्रस्तुत गर्नुभएको छ। पुस्तकमा एउटा च्याप्टर छ जहाँ राजाको र कोइराला परिवारको तुलना गरिएको छ। त्यहाँ लेखकले केही तुलनात्मक कुराहरू पोइन्टमा भन्न चाहन्छु। कोइराला परिवार विशेषतः विश्वेश्वर प्रसाद कोइराला, मातृका प्रसाद कोइराला र गिरिजा प्रसाद कोइरालाको भूमिकालाई समेटिएको छ। प्रजातन्त्र स्थापना र लोकतान्त्रिक आन्दोलनमा उनीहरूको योगदान स्वीकार गर्नुभएको छ लेखकले यस पुस्तकमा। तर परिवारवाद र सत्ता केन्द्रित राजनीतिप्रति आलोचना गर्नुभएको छ। केही स्थानमा कोइराला दाजुभाइमा भारतको प्रभाव परेको र त्यसले नेपालको हितमा असर परेको सङ्केतहरू गरिएको छ। कुनै कुनै पोइन्टमा भएको सहमति, नेपाल भारतको सहमति नेपालको हितमा छैन भनेर पनि त्यसको भूमिका कोइराला परिवारले खेलेको छ भनेर पनि देखाइएको छ। यसले नेपालको राजनीतिक विकासलाई व्यक्तित्व केन्द्रित वा प्रणाली केन्द्रित, व्यक्तित्व केन्द्रित वा प्रणाली केन्द्रित भन्ने बहस राख्दछ। भाषा र लेखन शैलीको विषयमा केही पोइन्टहरू। लेखकले भाषा गहिरो विचार प्रदान र कहिलेकाहीँ दार्शनिक प्रयोग गर्नुभएको छ यस पुस्तकमा। दिव्योपदेश, पृथ्वीनारायण शाहको दिव्योपदेश जस्तो स्रोत समेट्दा भाषा केही जटिल देखिन्छ। इतिहासको पृष्ठभूमि नभएका पाठकले भाषा बुझ्नलाई थप सन्दर्भ खोज्नुपर्ने हुन सक्दछ। लेखकले केही सन्तुलन गर्न खोज्नु भएको पनि देखिन्छ।
पृथ्वीपथलाई सकारात्मक रूपमा प्रस्तुत गरिएको छ, तर यसको व्यावहारिक कार्यान्वयनबारे स्पष्टता सीमित मात्रै देखिन्छ। ऐतिहासिक र आधुनिक सन्दर्भबीच सन्तुलन कायम गर्न चुनौती देखिन्छ। अब लेख र पुस्तकको सान्दर्भिकताको सवालमा कुरा गरौँ। नेपालको राजनीतिक सङ्क्रमण बुझ्न अति उपयोगी हुन्छ। इतिहास दिव्योपदेश र वर्तमान गणतन्त्रलाई जोड्ने प्रयास गरिएको देखिन्छ। नयाँ वैकल्पिक बहस सिर्जना गर्ने क्षमता राख्नुभएको छ। लेखकको उद्देश्य र अहिलेको परिवर्तन कति ठाउँमा मेल खाएको पनि देखिन्छ। यसलाई मिसन 82 मध्यावधि घोषणापत्र भनेर लेखिए बमोजिम गएको चुनावमा नयाँ दलको रणनीतिक घोषणापत्रसँग मेल खाएको पनि देखिन्छ। साथै सानो मन्त्रीमण्डल, खर्च कटौती, स्थानीय प्रशासन सुदृढीकरण जस्ता विचारहरू अहिलेको बालेन नेतृत्वको सोचसँग मेल खाने पनि देखिन्छ। इतिहास, दर्शन र राजनीतिक एकै ठाउँमा ल्याउने प्रयास गरिएको छ। सकारात्मक पक्ष पृथ्वीपथ जस्तो मौलिक अवधारणाको प्रस्तुति देखाइएको छ। गहिरो विश्लेषण र बहसको सम्भावना देखिएको छ। कमजोर पक्ष पनि केही छन् यसका। लेखकले दिव्योपदेशको जटिल भाषा छ, लेखकले प्रस्तुत गर्नुभएको भाषा बुझ्न अलि जटिल छ। केही विचार आदर्शवादी र व्यवहारमा कार्यान्वयन गर्न कठिन देखिन्छ। आंशिक रूपमा एकपक्षीय राजावादी झुकाव देखिन्छ। हुन त किताबको पनि गणतन्त्रबाट स्वतन्त्र भनेको छ र पृथ्वीनारायण शाहको दिव्योपदेशमा केन्द्रित भएको हुनाले यो कुरा जायज पनि होला, तर थोरै राजावादी झुकाव जस्तो देखिन्छ। अब मेरो निष्कर्ष, यो पुस्तक केवल राजनीतिक आलोचना मात्रै चाहिँ होइन, नेपालले कुन बाटो रोज्ने भन्ने मूल प्रश्न उठाउने एउटा कृति हो। पृथ्वीपथ र दिव्योपदेशलाई आधार बनाएर लेखकले इतिहासबाट सिक्दै भविष्य निर्माण गर्ने दृष्टिकोण प्रस्तुत गरेका छन्। साथै राजतन्त्र, गणतन्त्र र प्रमुख राजनीतिक व्यक्तित्वहरूको मूल्याङ्कन गर्दै समग्र राजनीतिक चेतना जगाउने प्रयास लेखकले यस पुस्तकमा गरेको देखिन्छ। मैले गरेको समीक्षा कस्तो लागेको नि कमेन्ट गर्नुहोला, लाइक गरिदिनु होला र एकपटक यो नेपाल गणतन्त्रबाट स्वतन्त्र पुस्तक खोजेर पढ्नु पनि होला। धेरै कुरा यसमा सिक्नको लागि पाइन्छ। धन्यवाद।